संसारको सबैभन्दा मूल्यवान कुरा भनेकै समय हो। समयले चाहिँ केहीले पनि किन्न सक्दैन साथीभाइ। तपाईँसँग जतिसुकै पैसा नै होस्, जतिसुकै सुन चाँदी धन सम्पत्ति जेसुकै होस्, तर पनि तपाईँलाई मैले जिन्दगीको त्यो अमूल्य 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 समयलाई हामीले कहिले पनि किन्न सक्दैनौँ। हामी जिन्दगी 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 भनिकन हिँडिरहेको हुन्छौँ, तर समय बितेको थाहै हुँदैन। त्यही भएर साथीभाइ समयलाई चाहिँ एकदमै चिन्न जरुरी छ। समयलाई चाहिँ खेरो फाल्नबाट जोगाउँ। हाम्रो जिन्दगी चाहिँ छोटो र कम छ, तर यो छोटो र कम समयभित्र गर्नुपर्ने कामहरू धेरै छ। त्यही भएर अनावश्यक कुराहरूमा समयलाई खेर नफालौँ। आफ्नो जिन्दगी अरूसँग कम्पेयर गरेर, अरूसँग तुलना गरेर नबसौँ। है साथीको जस्तो भइदिएको भए, उसको जस्तो भइदिएको भए, यो कुराहरूलाई चाहिँ अरूसँग तुलना गर्न छोडौँ। यो लडाइँ भनेको चाहिँ बैरीसँगको लडाइँ होइन। यो लडाइँ भनेको चाहिँ म भित्रको म, तपाईँ भित्रको त्यो तपाईँको लडाइँ हो। मी भर्सेस मीको लडाइँ हो। त्यही भएर आफूलाई जित्न कोसिस गरौँ। आफूभित्रको त्यो म भित्रको मलाई कन्ट्रोल गरेर आफ्नो सपनामा फलो गरेर सपनाको पछि दौडिने योग्यको व्यक्ति बनाऊ, अगाडि बढाउँ। यही नै भन्छु तपाईँहरूलाई यो भिडियो मार्फत। जिन्दगीको सबैभन्दा अमूल्य 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 समयलाई खेर नफालौँ। समय हुँदाखेरि नै समयको भ्यालु बुझौँ, ताकि भोलि गएर तपाईँलाई मैले रिग्रेट गर्नु नपरोस् साथी।